नमस्कार साथीहरू, स्वागत छ तपाईँहरू सबैलाई हाम्रो च्यानलमा। यदि तपाईँ फिफा वर्ल्ड कप 2026 का सबै खेलहरू मोबाइल वा टिभीमा फ्रीमा कसरी हेर्ने, कहाँबाट हेर्ने, एचडी क्वालिटीमा कसरी हेर्ने र कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने जान्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। किनकि भिडियोको बिचमै स्किप गर्नुभयो भने महत्त्वपूर्ण जानकारी छुट्न सक्छ र पछि खेल हेर्दा समस्या आउन सक्छ। त्यसैले भिडियो अन्तिमसम्म हेरेर सबै जानकारी लिनुहोस्। अब धेरै समय नलिई सुरु गरौँ साथीहरू। फिफा वर्ल्ड कप 2026 विश्वकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता हो। यस पटक 48 वटा राष्ट्रहरू सहभागी हुँदैछन् र कुल 104 वटा खेलहरू खेलिनेछन्। त्यसैले संसारभरका करोडौँ फुटबल समर्थकहरू यो प्रतियोगिताको प्रतीक्षामा छन्। अब कुरा गरौँ मोबाइल र टिभीमा एचडी क्वालिटीमा कसरी हेर्ने भन्ने विषयमा। सबैभन्दा पहिले राम्रो अनुभवका लागि तपाईँसँग स्थिर इन्टरनेट हुनुपर्छ। मोबाइल डेटा वा वाइफाई जे भए पनि कम्तीमा 10 मिलिपेका पानी R10मा एसपी भएको वा सोभन्दा माथिको स्पिड भए एचडीमा सहज रूपमा हेर्न सकिन्छ। मोबाइलबाट हेर्न चाहनुहुन्छ भने आधिकारिक स्ट्रिमिङ एपहरू प्रयोग गर्नु सबैभन्दा सुरक्षित विकल्प हो। यस्ता एपहरूमा एचडी क्वालिटी, कम बफरिङ र राम्रो अनुभव प्राप्त हुन्छ। यदि टिभीमा हेर्न चाहनुहुन्छ भने आफ्नो डिटिएच, आइपिटिभी वा स्मार्ट टिभीमा वर्ल्ड कप प्रसारण गर्ने स्पोर्ट्स च्यानल वा आधिकारिक एप उपलब्ध छ कि छैन भनेर जाँच गर्नुहोस्। साथीहरू, एउटा महत्त्वपूर्ण कुरा के हो भने इन्टरनेटमा पाइने धेरै अनधिकृत वेबसाइटहरू प्रयोग गर्दा भाइरस, अकाउन्ट चोरी, अत्यधिक विज्ञापन वा स्ट्रिम बिचमै बन्द हुने समस्या आउन सक्छ। त्यसैले सकेसम्म सुरक्षित र भरपर्दो माध्यम मात्र प्रयोग गर्नुहोस्। अब तपाईँहरूलाई लागिरहेको होला यसले त फ्रीमा हेर्न सकिन्छ भन्यो, तर कुन एप वा लिङ्कबाट हेर्ने भन्ने त भनेन नि। त्यसको कारण छ साथीहरू, अहिले नै मैले कुनै विशेष एप वा माध्यमको नाम भन्नुभन्दा आधिकारिक जानकारी आउन साथ अपडेट दिनु राम्रो हुन्छ। यदि तपाईँ फिफा वर्ल्ड कप 2026 सम्बन्धी सबै नयाँ अपडेट हेर्ने तरिका र आवश्यक जानकारी समयमै पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्। त्यसपछि कमेन्टमा फिफा वर्ल्ड कप 2026 भनेर लेख्नुहोस्। तपाईँहरूको प्रतिक्रिया हेरेर म वर्ल्ड कप सुरु हुनुअघि थप विस्तृत भिडियो ल्याउने छु, जहाँ उपलब्ध विकल्पहरू र हेर्ने तरिकाबारे अपडेट दिनेछु। त्यसैले सब्सक्राइब गर्न नभुल्नुहोस् र कमेन्टमा फिफा वर्ल्ड कप 2026 अवश्य लेख्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र फुटबल सम्बन्धी नयाँ अपडेटहरूका लागि बेल आइकन पनि थिचन नभुल्नुहोस्। धन्यवाद। फेरि अर्को रोचक भिडियोमा भेटौँला। जय फुटबल कम।